एप्स हेर्नु भनेको कता कता हेर्न भ्याएको यसो नवर्सिया न हो झ्याप्पै आएको त्यही जान्छ त प्यारीहरू हट 18 प्लस त हो नि हजुर हजुर 18 प्लस त हो नि नागरिक त देखाइदिउँ ए त्यति भने सकियो अब चाहिँ डर छैन टोलियो नागरिक त देखाउनु पर्ने हो होइन हेर्नु पर्दैन यति भनेपछि सकिहाल्यो यो प्रोसेसले तपाईँ छोटे हजुर तपाईँ कहाँ हुनुहुन्छ अहिले मायाले भन्नुभयो हौ आमामा म यता यसो हेर्दै थिएँ छोटे भनेको च्वासै यहीँ हानेर आफै यता कहाँ हुनुहुन्छ तपाईँ म अहिले हजुरको मनमा भन्नु नमिल्ने अहिले काठमाडौँ छु छोडेको फोटो छ कि यहाँ आमा छोडेको फोटो ढुकढुक ढुकै गऱ्यो क्या छोडेको फोटो रहेछ फोटोमा कहिले मिलन कहिले बिछोड माया मुटु नै दुख्यो यो गीतले त नभाग्नु छोटे यही छ त्यही भएर किन निद्रा लागेछ भन्छ हजुर किन निद्रा लाग्यो यस्तो भन्छु यहाँ मनमा रहेछु अनि सुतिरहनु पर्छ नि त गोजी यहाँ मनमा यो हेर्ने बेला बाहिरबाट गोजी हो भित्र त मनमै छ नि भित्र त मनमै छ कि केमा कुनै तनावै छ मनमै होला हजुर कपाल त बढेछ नि त अहिले त है कपाल त बढिहाल्छ कि अस्ति त छोटै रहेछ लामो आएछ अलिकति मेरो कपालहरू चाहिँ चाँडो बढ्ने क्या छोटे हजुर तपाईँको सिक्स प्याक नि आएको छ ए सरी यहाँ त मिल्दैन है अलिकति देखाउनु मिल्दैन नदेखाउनु न आएको छ कि छैन यो यसलाई बोलाउँछु है म बोलाइदिउँ अहिले त खाएको सिक्स प्याक कहाँ हो सबैतिर गर्ने भने त राम्रै छ हजुर हजुरलाई म सिक्स प्याक देखाउनु पर्यो अब भनेपछि फोटोमै देखाउने रियलमै हेर्नु हुँदैन रियलमा त अब आउनु पर्ला जस्तो छ हौ यो प्रोसेसले फेरि के गर्यो अब यतिसम्म थियो है ए सरी के देखियो क्या छोटो खै ए के लाग्यो तलबाट ए जागे कालो जागे लाग्यो हेर्नुपर्छ एप्स हेर्नु भनेको कता कता हेर्न भ्याएको यसो नवर्सिया न हो झ्याप्पै आएको त्यही जान्छ त प्यारीहरू हट यसले अलिकति मानेन भनेपछि अर्को देखाउनु पर्यो होला अब हेरे प्यारीहरू तपाईँहरू प्यारेहरूले हेरेर प्यारेहरू त हाँसे मात्र हुनुहुन्छ किन हाँसे प्यारीहरूले हेरेछ हाँस्दैछ सबैजना वाउ बाप रे बाप हनुमान जाने लाएर के गरे त्यहाँ हनुमान जाँगे पो हनुमान जाने लाएर हनुमान कटु हो त्यो हनुमान चड्डी त्यसलाई मैले नाम राखेको हनुमान जाने आज हजुरलाई गर्मीको बेलामा झन् गर्मी बनाउनु पर्ने हो क्या हनुमाने थ्याङ्क यू सो मच एभ्रिवन अब एक म्याच मात्रै खेलौँ ल ल ए रन्जी हजुर तपाईँको हनुमान जाँगे चाहिँ कहाँदेखि ल्याएको थाइल्यान्डदेखि कि अमेरिकादेखि कि कहाँदेखि ल्याएको अफ्रिकाबाट आएको हो यो छ नि यो एनाकोन्डा भन्ने थाहा छ हजुरलाई देखेँ अघि मैले यो एनाकोन्डालाई छेक्ने एनाकोन्डा नै चाहिन्छ अरे कि अफ्रिकाबाट मगाएको बुझ्नुभयो नि सानो एनाकोन्डा रहेछ नि यो प्रोसेसलाई बिग लाग्छ है प्रोसेसलाई बिग लाग्छ
यो त अब त्यसलाई अलिकति चलायो भने त रिसाउँछ त्यसपछि गाह्रो पर्छ रिसायो भने कस्तो हुन्छ कस्तो रियाक्सन दिन्छ हेरौँ न नरिसाउँदा यस्तो छ त्यो नरिसाको हो नरिसा पहिले त रिसाएर हो हजुर अघि चाहिँ त्यो चाहिँ नरिसाएको अनि अहिले चाहिँ रिसाएर हो तपाईँको हेर्नुपर्दा अहिले त कहाँ रिसाउनु यहाँ अलिकति पानीमा छ्याङ ती त छैन होला गरे यतिको है तल नहेर्नु है माथि हेर्नु भने कस्तो घुरेर हेरेको अब देखाएपछि नहेर्नु अयो भयो नदेखाउँलाहरूले त आँखाले बर्बाद बनाउनु भयो अब आज के हो यस्तो कुराहरू धेरै भयो होइन अब धेरै ल्याङल्याङ भयो अब यो अलिकति म ध्यान गर्छु है ध्यान गर्दा रहेछ एनोकन्डाले ल अयो गाह्रो पो छ त हो खै जिएफ चाहियो अरे आफ्नो अहिलेसम्म जिएफ छैन कमेन्टमा जिएफ चाहियो भनेर त्यतिकै चाउरी पर्ने भयो जवानी डराउने क्या मान्छेहरू डराउने एकचोटि भेटेपछि भाग्ने किन त्यस्तो के छ र तपाईँमा अब त्यो त अरूलाई भेटेपछि म देखाइहाल्छु नि भेटेर त नमिल्दा बरु अहिले हेर्न मिल्दैन अहिले अलिकति यो त नेपाल पर्यो गाह्रो अमेरिकातिर जाऊँ है तपाईँहरूमा everyone will call playing with everyone in the heart सबैजनाले that's thanks so much के हो आज मासु खानु भएको थियो पुरै दिनबाट अड्किरहेछ त्यहाँ मासु खाएको नि अनि अस्ति यहाँ अड्किरहेछ यस्तो पुरै मासु खानुभयो है हजुर खायो अलिकति गाह्रो पर्छ नबोला भयो त्यो त अलिक अनि किन के खाएर यस्तो ह्यान्डसम हुनुभयो हेरन्जी अब त्यो क्वेसन मैले सोध्नु लागेको थिएँ हजुरले फ्याक्टै सोध्नुभयो के खाएर यस्तो राम्री हुनुभयो मैले के खाँदिनँ म भातै खाँदिनँ पानी मात्रै खान्छु हजुर भनेपछि त म पनि पानी त खानु भयो दब्नु त भएन पानी खानुहोस् ज्यान बनाउनुहोस् ज्यान त यति ज्यानले पुग्छ है अलिक भएन हेर्नु भएन हजुर हनुमानजी त्यो प्याकले मलाई चाहिँ नभ्याउला हुँदैन रिजेक्ट भनेपछि अब अलिकति के हो देखाउनै पर्यो त्यो अलिकति के नपुग्यो जस्तो भयो के नपुगे जस्तो पुऱ्याउनु पर्यो भनेपछि अब पुऱ्याउनु कहाँ बाङै आउनु पर्यो मलाई पुऱ्याउनु पर्दैन ए पर्दैन गाह्रो छ यस्तो कमेन्ट नगरिस्यो है मलाई त लाज लाग्छ म यहाँहरूले गएर नराम्रो कमेन्ट गर्यो लाज शरम छैन लाज लाग्दैन कमेन्ट पनि स्क्यान गर्नुहुन्छ क्या हो तपाईँले त मैले त हेरिसकेँ नि मैले आँखाले भ्याइसकेको के कमेन्ट गरेर केटीहरूले भनेको मैले थाहा पाइसकेँ अरू कुरा त थाहा पाउनु पर्ने हो स्क्यान गरेर मैले त आँखाले सर्च गर्छु नि त्यही भएर भनेपछि देख्नुहुन्छ अलिक टाढा जाउँ स्क्यान गर्नुहोस् है
गरौँ ल, खुसी लाग्यो। हजुर भोलितिर जोडिँदै गरौँ ल। ए हुन्छ अहिले अलिक पछि जोडौँला ल हुन्छ। भोलि नै जोडिनु त ल गुड नाइट। ओके गुड नाइट बाई धेरै धेरै माया छ है हजुरलाई बाई।